राजा ज्ञानेन्द्र शाहबाट सबैले सिक्नुपर्ने अत्यन्त गहिरो कुरा यस्तो छ। यति बेला सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा राजा ज्ञानेन्द्र शाहको चर्चा सुरु भएसँगै हिजो ज्ञानेन्द्र राजाले गद्दी छोडेदेखि आजसम्म राजाको त्याग, समर्पण र आफ्नो देशप्रतिको मायाको सबैले चर्चा गर्न थालेका छन्। भनिन्छ आफै हार मानेर देश र जनतालाई जिताउन सक्ने क्षमता भएका राजा ज्ञानेन्द्र शाह। कतिपयले भन्ने गर्छन् सबैजना जित्न चाहन्छन्, कसैलाई पनि हार मान्न मन पर्दैन, तर राजा ज्ञानेन्द्रलाई जित्ने लोभ थिएन। उहाँले सहजै हार मानेर देश र जनतालाई जित्न दिनुभयो। जनताको जितमै उहाँले आफ्नो जित खोज्नुभयो। जो मानिस अरूलाई उठाउन अनि अरूलाई जिताउन आफै झुक्न जान्छ, उही मानिसको जीवन साँच्चीकै अर्थपूर्ण हुन्छ। यही व्यवहारले जीवन महान बन्छ। त्यसैले श्रीपाँच ज्ञानेन्द्र वीर विक्रम शाहलाई अहिलेको जेनजी पुस्ता, नागरिक सरकार र सर्वदलीय सहमतिमा देश, जनता र हाम्रो धर्मको रक्षाका निमित्त राष्ट्रपतिको ठाउँमा राज संस्थाका लागि सहमति जुटाउन ढिला गर्न नहुने जानकारहरू बताउँछन्। के साँच्चीकै नेपालमा पुनः राज संस्था स्थापना गरी तेस्रो पटक ज्ञानेन्द्र शाह राजा बन्ने सम्भावना नजिक पुगेको हो त? आफ्नो प्रतिक्रिया दिनुहोला। दर्शकबिन पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा राजा ज्ञानेन्द्र शाहको चर्चा परिचर्चा हुन थालेको छ। यति मात्रै होइन, राष्ट्रपतिको ठाउँमा राजा राख्ने लगायतका विभिन्न मागहरू लिएर राप्रपाले मङ्सिर 23 गते विशाल जनप्रदर्शन पनि गर्दैछ। तपाईलाई राप्रपाले गर्ने विशाल जनप्रदर्शन लगायतका राज संस्थाप्रति भइरहेका विभिन्न टीका टिप्पणी कस्तो लागिरहेको छ? कृपया आफ्नो प्रतिक्रिया दिनुहोला।